हजुरहरू सम्पूर्णमा नमस्कार। हजुरहरूलाई यस अल टेक्निकल भ्यू च्यानलमा स्वागत छ। आज फेरि पनि हजुरहरू सामु अर्को यो भिडियो लिएर आएको छु। आजको भिडियोमा यदि हजुरहरू पनि विदेशमा हुनुहुन्छ र सजिलै पैसा पठाउन मिल्ने, कम चार्जमा रेट पनि धेरै भएको एप्लिकेसन अथवा वालेट खोज्दै हुनुहुन्छ भने वेस्टर्न युनियन हजुरको लागि बेस्ट हुन्छ। वेस्टर्न युनियन एप्लिकेसनमा मोबाइलबाट सजिलै अकाउन्ट बनाउन सकिन्छ र अकाउन्ट बनाएर विश्वका कुनै पनि देशमा रहे पनि कुनै पनि देशमा सजिलै पैसा पठाउन सकिन्छ। आजको यो भिडियो हेरिसकेपछि हजुरहरूले आफै वेस्टर्न युनियन एप्लिकेसनमा अकाउन्ट खोल्न सक्नुहुन्छ र आफै पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ। यो भिडियो हजुरको लागि एकदमै इम्पोर्टेन्ट हुनेछ। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। अब म भिडियो सुरु गर्नेछु। भिडियो सुरु गर्नुभन्दा पहिला हजुरहरूसँग एउटा अनुरोध छ। यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई पनि दबाउनुहोला। आउनुहोस् भिडियो सुरु गरौँ। प्ले स्टोरमा गएर वेस्टर्न युनियन लेखेर हजुरहरूले पहिला इन्स्टल गर्नुहोस्। त्यसपछि ओपन गर्नुहोस्। अब यहाँनिर यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। हजुरहरूले यहाँनिर ल्याङ्ग्वेज चुज गर्न सक्नुहुन्छ। इङ्ग्लिस, अरबी, हिन्दी, उर्दू, चाइनिज, यी ल्याङ्ग्वेज मध्येमा हजुरहरूले कुन ल्याङ्ग्वेजमा राख्न चाहनुहुन्छ। ल्याङ्ग्वेज चुज गरिसकेपछि तल हेर्नु होला कन्टिन्यू अप्सन छ, यसमा ओके गर्नुहोस्। अब यहाँनिर हजुरहरूले वेस्टर्न युनियनबाट नोटिफिकेसन आयोस् भन्ने चाहनुहुन्छ भने अलाउ गरिदिनुहोस्। यदि रोक्न चाहनुहुन्छ भने डोन्ट अलाउमा ओके गर्न सक्नुहुन्छ। हजुरहरूले चुज गर्नुहोला। अब यहाँनिर हेर्न सक्नुहुन्छ रेडी टु सेन्ड मनी भनेर यहाँनिर देखाएको छ। यदि हजुरहरूसँग पहिल्यै अकाउन्ट छ भने लगइन गर्न सक्नुहुन्छ। यदि छैन भने हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ रजिस्टर भनेर अप्सन, यसमा अब जानुहोस् अकाउन्ट बनाउनको लागि। यहाँनिर मोबाइल नम्बर राख्नको लागि भनेको छ। हजुरहरूले अहिले जुन मोबाइल नम्बर चलाइरहनु भएको छ, एक्टिभ छ, त्यो मोबाइल नम्बर यहाँ राख्नुहोस्। मोबाइल नम्बर राखिसकेपछि तलपट्टि हेर्नुहोला क्रिएट योर पासवर्ड भनेको छ। अब यहाँनिर पासवर्ड बनाउनको लागि भनेको छ। हजुरहरूले सम्झिने खालको पछि चाहिँ यो एप्लिकेसन खोल्दाखेरि यो पासवर्ड चाहिने हुन्छ। त्यसैले सम्झिने खालको पासवर्ड अथवा कुनै पेपरहरूमा चाहिँ टिपेर राख्नुहोला र पासवर्ड बनाउनुहोस्। पासवर्ड बनाउँदाखेरि हजुरहरूले 8 देखि 16 सम्म अङ्कको बनाउन सक्नुहुनेछ। पासवर्ड बनाइसक्नु भएपछि यहाँ तल हेर्नुहोला यो तीनवटै अप्सनमा चाहिँ हजुरहरूले टिक लाउनुहोस्। त्यसपछि तल अप्सन देखाएको छ रजिस्टर भनेर, यसमा ओके गर्नुहोस्। हजुरहरूले जुन मोबाइल नम्बर राख्नुभएको थियो त्यो मोबाइल नम्बरमा चाहिँ ओटिपी आउनेछ 4 डिजिटको। त्यो ओटिपी यहाँनिर हजुरहरूले आफ्नो मोबाइल नम्बरमा अथवा वाट्सएपमा आउनेछ। यसरी मेरोमा चाहिँ वाट्सएपमा देखाएको छ। त्यसलाई हजुरहरूले यहाँनिर राखिदिनुहोस्। यसरी कपी गर्नुहोस्। आफ्नो वाट्सएपमा आएको छ अथवा केमा आएको छ हजुरहरूले त्यसपछि यहाँनिर आएर चाहिँ पेस्ट गरिदिनुहोस्। त्यसपछि सबमिट गरिदिनुहोस्। अब यहाँनिर यस्तो प्रकारको इन्टरफेस आएको छ। पर्सनल इन्फर्मेसन भनेको छ। यहाँनिर हजुरहरूले फर्स्टमा आफ्नो नाम राखिदिनुहोस्। फर्स्ट नेम भनेको छ। फर्स्ट नेम आफ्नो हजुरहरूले राख्नुहोला। त्यसपछि अर्को अप्सनमा मिडल नेम भनेको छ। हजुरहरूको कुनै मिडल नेम छ भने राख्नुहोस्, नभए यसलाई छोडिदिनुहोस्। लास्ट नेम भनेको छ। यसमा हजुरहरूले आफ्नो थर के हो त्यो राखिदिनुहोस्। त्यसपछि अर्को अप्सनमा हेर्नुहोला आइडी नम्बर भनेको छ। यसमा हजुरहरूले आफ्नो हकमा नम्बर राख्नुहोस्। त्यसपछि अब कन्टिन्यू भन्ने अप्सन देखाएको छ, यसमा जानुहोस्। अब यहाँनिर हजुरहरूले आफ्नो मोबाइलमा फिङ्गर पासवर्ड राख्नुभएको छ अथवा क्यारेक्टर प्याटर्न पासवर्ड राख्नुभएको छ। त्यो कुन माध्यमबाट हजुरहरूले राख्नुभएको छ त्यसरी नै यसलाई ओपन गर्नुहोस्। आइडी भेरिफिकेसन भनेर यस्तो प्रकारको इन्टरफेस आएको छ। यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ दुईवटा अप्सन देखाएको छ। फर्स्टमा अनलाइन विथ नेप्ते एप्स देखाएको छ भने सेकेन्डमा फेस टु फेस भनेर देखाएको छ। हजुरहरूले यो दुईवटा मध्ये कुनबाट चाहिँ आइडी भेरिफिकेसन गर्न चाहनुहुन्छ त्यो हजुरहरूले चुज गर्नुहोस्। म चाहिँ यहाँ अनलाइन विथ नेप्ते एप्सबाट चाहिँ गर्न चाहन्छु। यसमा ओके गर्नेछु। त्यसपछि कन्टिन्यू गर्नेछु। हजुरहरूले पनि कन्टिन्यू गर्नुहोस्। यस्तो प्रकारको इन्टरफेस आएको छ। यहाँनिर हजुरहरूले यो कुराहरू पढ्न सक्नुहुन्छ। आइडी भेरिफिकेसन विथ नेप्ते एप्स भनेर यहाँ विभिन्न कुराहरू लेखेको छ। यहाँ तलपट्टि हजुरहरूले कोष्ट देख्न सक्नुहुन्छ। यसमा टिक लगाउनुहोस्। त्यसपछि तल बिगिन भेरिफिकेसन भन्ने अप्सन देखाएको छ। यसमा ओके गर्नुहोस्। अब यहाँनिर हामीहरू नेप्ते एप्लिकेसनमा जानुपर्ने हुन्छ। हजुरहरूको मोबाइलमा पक्कै पनि नेप्ते एप्लिकेसन पहिले इन्स्टल गरेको हुनुपर्छ र लगइन गरेर राखेको हुनुपर्छ। अब यहाँ एउटा नम्बर दिएको हुन्छ। यो नम्बर हजुरहरूले याद गर्नुहोस् र हामीहरूले नेप्ते एप्लिकेसनबाट चाहिँ त्यो नम्बर चुज गरेर ओके गर्नुपर्ने हुन्छ। यहाँ र त्यहाँ एउटै नम्बर हामीहरूले राख्नुपर्ने हुन्छ।
यसलाई ब्याक गर्नुहोस् र नेफ्टे एप्लिकेसन खोल्नुहोस्। अब यहाँनिर देख्न सक्नुहुन्छ एक्सेप्टमा रिजेक्ट भनेर यस्तो अप्सन देखाएको छ, एक्सेप्ट गर्नुहोस्। अब यहाँनिर प्रोसिड ब्याक भनेको छ, प्रोसिडमा ओके गर्नुहोस्। हजुरहरूको मोबाइलमा जुन नम्बर वेस्टर्न युनियन एप्लिकेसनमा देखाएको थियो त्यो नम्बर यहाँ चुज गर्नुहोस्। अब यहाँनिर हजुरहरूको नेफ्टे एप्लिकेसनको पिन नम्बर राख्नुपर्ने हुन्छ, पिन नम्बर राखेर खोल्नुहोस्। अब यहाँनिर फेस भेरिफाई गर्नुपर्ने हुन्छ। हजुरहरूले यो क्यामेराको बिचमा फेस कसरी राख्दा मिल्छ त्यो हजुरहरूले मिलाउनु होला। फेस भेरिफाई भइसकेपछि अब यहाँनिर हेर्नु होला, द एप्लिकेसन इज रेडी टु रिभ्यू न्यू रिक्वेस्ट भनेको छ। अब यसलाई ब्याक गर्नुहोस्। फेरि वेस्टर्न युनियन एप्लिकेसनलाई ओपन गर्नुहोस्। वेस्टर्न युनियन एप्लिकेसनमा आइसकेपछि अब यहाँनिर हेर्न सक्नुहुन्छ हजुरहरूले प्रिभ्यू योर इम्पोर्टेड डिटेल्स भनेर देखाएको छ र तलपट्टि डाटा सक्सेसफुल्ली इम्पोर्टेड भनेर देखाएको छ। तल यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ आफूले भरेका कुराहरू। अनि यहाँ तल देख्न सक्नुहुन्छ हजुरले इमेल भन्ने अप्सनमा हजुरहरूले आफ्नो इमेल राख्न सक्नुहुन्छ, कुनै नोटिफिकेसनहरू इमेलमा आउनेछ। यदि राख्न चाहनुहुन्छ भने राख्नुहोस्, यदि राख्न चाहनुहुन्न भने कन्टिन्यू अप्सनमा ओके गर्नुहोस्। पर्सनल इन्फर्मेसन भनेर यस्तो प्रकारको इन्टरफेस आएको छ। कन्ट्री अफ बर्थ भनेर चाहिँ हजुरहरू कुन कन्ट्रीमा जन्मिनु भएको भनेर यहाँ सोधेको छ। यहाँनिर हजुरहरूले चुज गर्नु होला, टाइप गर्न सक्नुहुन्छ अथवा यहाँनिर यसरी चुज गर्न सक्नुहुन्छ। टाइप गर्नु होला, नेपाल लेखेर डाइरेक्ट आउनेछ। त्यसपछि यसलाई चुज गर्नुहोस्। चुज गरिसकेपछि अब सेकेन्ड अप्सनमा हेर्नु होला, सिटी भनेको छ। यहाँनिर चाहिँ हजुरहरूले चुज गर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अहिले जुन ठाउँमा हजुरहरू बसिरहनु भएको छ, जुन देशमा हुनुहुन्छ त्यो देशको चाहिँ हजुरहरू बसिरहेको ठाउँको सिटी चुज गर्नको लागि भनेको छ। अब यहाँनिर हजुरहरू साउदीमा कहाँ हुनुहुन्छ, जिद्दामा हुनुहुन्छ अथवा कुन ठाउँमा हुनुहुन्छ, यहाँनिर हजुरहरूले यसरी चुज गर्नु होला। त्यसपछि स्ट्रिट एड्रेस भनेको छ। यहाँनिर चाहिँ हजुरहरू त्यो ठाउँको चाहिँ कुन एरियामा हुनुहुन्छ त्यो यहाँनिर चुज गर्नुहोस्। अब डिस्ट्रिक्टमा चाहिँ हजुरहरूले यहाँनिर मक्का लेखिदिन सक्नुहुन्छ। त्यसपछि कन्टिन्यू अप्सनमा ओके गर्नुहोस्। इम्प्लोइमेन्ट टाइप भनेको छ। यहाँनिर हजुरहरूले प्राइभेट सेक्टर राख्न सक्नुहुन्छ। इम्प्लोयर नेम भनेको छ। यहाँनिर हजुरहरूले कम्पनीको आफूले काम गरिरहेको ठाउँको कम्पनीको अथवा कपिलको नाम लेख्नुहोस्। त्यसपछि अर्को अप्सनमा प्रोफेसन चुज गर्नको लागि भनेको छ। हजुरहरू के काम गर्नुहुन्छ त्यो यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ, अप्सनहरू दिएको छ। यहाँनिर दिएको अप्सनमध्ये चुज गर्न सक्नुहुन्छ, नभए यहाँनिर हजुरहरूले लेख्न सक्नुहुन्छ। प्रोफेसन चुज गरिसकेपछि सेलरी हजुरहरूको कति छ त्यो हजुरहरूले यहाँनिर चुज गर्न सक्नुहुन्छ। 500 भन्दा तल छ कि 500 भन्दा माथि 2000 सम्म छ कि 2000 भन्दा माथि 6000 सम्म छ कि अथवा 6000 माथि हो कि, यहाँ हजुरहरूले अप्सनहरू देख्न सक्नुहुन्छ। अनि कति छ सेलरी हजुरहरूले त्यो बिचको सेलरी यहाँ देखाएको मध्येमा चुज गर्नुहोस्। त्यसपछि अर्को अप्सनमा हेर्नुहोस्, एक्सपेक्टेड मन्थली रेमिटान्स भनेको छ। हजुरहरूले महिनाको चाहिँ कति जति यसबाट कारोबार गर्नुहुनेछ त्यो लेख्नको लागि भनेको छ। यहाँ मिनिमम रेट राखिदिन सक्नुहुनेछ। हजुरहरूले 3000, 4000, 5000 जति पनि राखिदिन सक्नुहुन्छ, राख्नुहोस्। त्यसपछि अर्को अप्सनमा हेर्नुहोस्, एक्सपेक्टेड नम्बर अफ ट्रान्सफर इन अ मन्थ भनेको छ। महिनामा कति पटक चाहिँ हजुरहरूले यसबाट कारोबार गर्नुहुनेछ, कतिजनालाई चाहिँ पैसा पठाउनु हुनेछ त्यो नम्बर राख्नको लागि भनेको छ। अब हजुरहरूले यहाँ चुज गर्न सक्नुहुन्छ, 5, 10, 15 जति पनि यहाँ दिएको नम्बरहरू मध्येबाट चुज गर्नुहोस्। हजुरहरूले महिनाको कति पटक यसबाट कारोबार गर्नुहुनेछ, 5 राखिदिएको छु मैले। हजुरहरूले जति पनि चुज गर्न सक्नुहुनेछ, चुज गर्नुहोस्। त्यसपछि यहाँ तलपट्टि यसमा चाहिँ टिक गरिदिनुहोस् अनि कन्टिन्यू अप्सनमा ओके गर्नुहोस्। भेरिफिकेसन सक्सेसफुल भनेर यस्तो देखाएको छ। मेरो वेस्टर्न युनियन एकाउन्ट चाहिँ भेरिफिकेसन भइसकेको छ। अब यहाँनिर हजुरहरूले यस्तो देखाएको छ भने ओके गरिदिन सक्नुहुन्छ। अब यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ, सेन्ड मनी टु भनेर यसरी देखाएको छ। अब यहाँ पैसा सेन्ड गर्न सक्नुहुन्छ अथवा यहाँनिर ब्याक अप्सनमा जानुहोस्। ब्याक आइसकेपछि हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ यस्तो प्रकारको इन्टरफेस देखाउनेछ। यो चाहिँ हाम्रो एकाउन्ट बनिसकेको छ। प्रोफाइलमा जानको लागि यहाँ राइट साइडको टपमा हेर्न सक्नुहुन्छ यस्तो प्रकारको प्रोफाइल देखाउनेछ। हजुरहरूले यहाँ पिक्चर राख्न सक्नुहुनेछ अनि पर्सनल डिटेल भनेर यहाँ हेर्न सक्नुहुन्छ। पेमेन्ट मेथड देख्न सक्नुहुन्छ। आइडेन्टिफिकेसन डिटेल्स हेर्न सक्नुहुन्छ। कम्युनिकेसन पर्फर्मेन्स हेर्न सक्नुहुन्छ। चेन्ज पासवर्ड भनेर यसमा गएर पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। अब सेन्ड मनी को लागि चाहिँ यहाँ हजुरहरूले बिचमा देख्न सक्नुहुन्छ है, यहाँ सेन्ड गर्नको लागि यहाँ यसरी देखाएको छ।
यसमा गएर चाहिँ हामीले पैसा सेन्ड गर्न सक्छौँ। धन्यवाद हजुरहरूलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा। आशा छ यो भिडियोले हजुरहरूलाई सहयोग मिलेको छ भनेर। हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन परेमा एक लाइक गरिदिनु होला। हजुरहरूसँग कुनै प्रश्न भएमा कमेन्टमा लेख्नुहोला। अवश्य पनि हजुरहरूको प्रश्नको उत्तर दिनेछु र कुनै सल्लाह सुझाव अथवा भिडियो कस्तो बनाउँदा कस्तो खालको भिडियो ल्याउँदा चाहिँ हजुरहरूलाई सहयोग मिल्नेछ, कस्तो भिडियोहरू हजुरहरूले चाहनु भएको छ त्यो पनि कमेन्टमा लेख्नुहोला। हजुरहरूको सल्लाह सुझाव बमोजिम भिडियो बनाउने छु र हजुरहरूको सल्लाह सुझावले चाहिँ मलाई आगामी दिनमा अझ भिडियो बनाउने हौसला मिल्नेछ। र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गर्नुहोला। हजुरहरूको एउटा सेयरले कसैलाई सहयोग मिल्नेछ। हस् त धन्यवाद। अर्को भिडियोमा भेटौँला।